नमस्कार, म वीरेन्द्र रिमाल। आज म तपाईहरुसँग गाउँघरका नानी बाबुहरूको एउटा मौन पीडाको कथा साझा गर्दैछु। यो कथा आँकडाको होइन, यो भोकको हो, जहाँ बालबालिकाहरू खाना नखाई विद्यालय दौडिन बाध्य छन्। बिहानको घाम गाउँका घरहरूमा पस्नु अघि भोक पहिले नै पसिसकेको हुन्छ। चुलो चिसै छ, भान्सामा सन्नाटा छ, आमाको आँखामा लुकाइएको चिन्ता, बाबुको अनुहारमा थकान। नानी बाबुहरू सोध्दैनन् आज के पाक्यो, किनकि उनीहरूलाई थाहा छ प्रश्नले पेट भरिदैन। खाली पेट तर मनभरि सपना, च्यातिएको जुत्ता तर उज्यालो भविष्यको चाहना। घन्टी बज्नु अघि उनीहरू दौडिन्छन् विद्यालयतर्फ, आशाको सानो झिल्को बोकेर। यो कथा एक दुई जनाको होइन, यो हजारौं गाउँका हजारौं नानीहरूको कथा हो। They walk to school hungry, not because they are careless, but because life gave them no other option. कक्षा कोठामा शिक्षकको आवाज गुन्जिन्छ, तर पेटको आवाज अझै ठुलो हुन्छ। कापी खुल्छ तर अक्षरहरू धमिलो देखिन्छन्। भोकले थकित शरीर तर हार नमानेको मन। यी नानीहरू कमजोर होइनन्, यी त सङ्घर्षबाट जन्मिएका साहसी आत्मा हुन्। आज उनीहरूले नखाएको एक छाक हाम्रो संवेदनाको परीक्षा हो। आजको उपेक्षा भोलिको अन्धकार नबनोस्, किनकि शिक्षा खाली पेटमा गाह्रो हुन्छ, तर सपना विहीन समाज अझै खतरनाक हुन्छ। यी नानीहरूलाई दया होइन सम्झना चाहिएको छ, माया होइन अवसर चाहिएको छ। आज यदि हामीले सुन्न सकेनौँ भने भोलि इतिहासले हामीलाई प्रश्न गर्नेछ।